नमस्कार, जय मसीह। हजुरहरूको बिचमा फेरि पनि म परमेश्वरको जीवित वचन लिएर उपस्थित भएको छु। हिब्रूको पुस्तकमा हिब्रू 9को 22-23ले भन्दछ, यहाँ म पढ्नेछु। यसरी भन्दछ 22ले, वास्तवमा व्यवस्था अनुसार रगतले प्राय सब थोक शुद्ध पार्दछ र रगत नबगाइकन पापको क्षमा हुनै सक्दैन। रगत नबगाइकन पापको क्षमा हुनै सक्दैन भनेर यहाँ भनिएको कुराहरू छ। त्यही भनेर यीशु प्रभु आउनुभयो र बलिदान हुनुभयो। कल्वारी क्रुसमा उहाँ सबै पापीहरूलाई बचाउनको निम्ति, सबै मानिसहरूलाई बचाउनको निम्ति उहाँ एकचोटि बलिदान हुनुभयो। आज सालिन्दा मानिसहरू बोका साँढेहरूको बलिदान चढाउने गर्दछ। सालिन्दा पुजारीहरूले सबैको पाप चाहिँ क्षमा होस् भनेर चाहिँ बलिदान चढाउने गर्दछ, पशुहरूको बलि चढाउने गर्दछ। तर त्यो कार्यहरूले चाहिँ मानिसले उद्धार नपाएको कारणले, मानिस पापबाट मुक्त नपाएको कारणले, पापबाट छुटकारा नपाएको कारणले प्रभु यीशु आउनुभयो, परमेश्वरले पठाउनु भयो संसारमा। यो बोका बलिको रगतले कुनै पनि मानिस शुद्ध हुन सक्दैन, कुनै पनि मानिसले मोक्ष पाउन सक्दैन, कुनै पनि मानिसले उद्धार पाउन सक्दैन। यो त एउटा नक्कल मात्रै हो, यो त एउटा व्यवस्था पालना मात्रै हो। मानिसहरू यसरी उद्धार पाउन सक्दैन भनेर परमेश्वरले उहाँको पुत्र प्रभु यीशुलाई संसारमा पठाउनु भएको छ। अनि उहाँ एकचोटि बलिदान हुनुभयो, उहाँ एकचोटि बलि हुनुभयो, उहाँ एकचोटि कल्वारी क्रुसमा उहाँ बलिदान हुनुभयो। अनि उहाँले बगाउनु भएको रगतले मात्रै मानिसको पाप क्षमा हुँदछ, मानिसले मुक्ति पाउँदछ, मानिसले उद्धार पाउँदछ। आज यीशु प्रभुलाई ग्रहण गरेर मेरो मुक्तिदाता भनेर यीशु प्रभुलाई ग्रहण गर्ने मानिसले मात्रै पापबाट छुटकारा पाउनेछ, उद्धार पाउनेछ, मुक्ति पाउनेछ, स्वर्गको भागीदारी हुनेछ भनेर परमेश्वर पिताले यीशु प्रभुलाई आफ्नो पुत्रलाई चाहिँ संसारमा पठाउनु भएको छ। आज हामी प्रभु यीशुलाई मेरो मुक्तिदाता भनेर जसले ग्रहण गर्दछ, जसले उहाँलाई विश्वास गर्दछ, उनीहरूले चाहिँ नयाँ जीवन पाउनेछ। उनीहरू चाहिँ स्वर्गको भागीदारी हुनेछ, उनीहरूले चाहिँ उद्धार पाउनेछ, उनीहरू चाहिँ परमेश्वरको सन्तान हुनेछ भनेर परमेश्वरको वचनले भन्दछ। त्यसै कारण हामीले सालिन्दा बलिदान चढाइरहनु पर्दैन। हाम्रो लागि बलि भइसक्नु भएको छ, हाम्रो लागि थुमा भइसक्नु भएको छ यीशु प्रभु। अनि सबैजनाले बुझ्नुपर्ने एकदमै आवश्यक छ। हजुरहरूले यो पढेर, यो सुनेर, हजुरहरूले बुझेर, हजुरहरूले मनन गर्नुहुन्छ होला भन्ने मलाई आशा छ। यो कुराहरू सबैजनाले थाहा पाउनु पर्नेछ, सबैले बुझ्नु पर्नेछ। उहाँको सृष्टि हो सबैजना, मानिस जाति सबै थोक परमेश्वरको सृष्टि हो। परमेश्वरलाई धन्यवाद भएको होस्। हजुरहरूले पनि मनन गर्नु होला यो कुरालाई। हजुरहरूको जीवन हो, हजुरहरूको निर्णय हो भन्न चाहन्छु। धन्यवाद। नमस्कार।